कक्षासँग कता हुनु नि म त निर्वाचन आयोगतिर जाँदैछु नि मन्त्री पद राजीनामा दिइसके मैले ल मन्त्री पद राजीनामा दिएर निर्वाचन आयोगमा किन दल दर्ता गर्न जाँदैछु नि म पनि अब अध्यक्ष हो नि पार्टीको ओहो कुन पार्टी खोल्दै हुनुहुन्छ र अध्यक्ष तपाईँ अब भ्रष्टाचार मुक्त पार्टी खोल्दैछु ओहो के गर्नु कर्मचारीले मान्दैनन् अराको अब पार्टी खोल्ने हो निर्वाचन आयोगमा जाने हो बरु तपाईँ पनि त्यो राजीनामा दिएर आउनुहोस् हाम्रो पार्टीमा सदस्यता लिनुहोस् तपाईँ कहाँ पार्टीको मन्त्रीबाट पार्टीको अध्यक्ष हुन पुग्नुभयो ए मान्छेहरू मन्त्री भएको मान्छे त वडा अध्यक्षमा गइरहेछन् वडा अध्यक्षमा जानुहोस् तपाईँ पनि त्यसो भए के को पार्टीको अध्यक्ष हुनु त्यो भन्दा सानो पदमा जानु अरू सुन्नु न तपाईँ राजीनामा दिनुहोस् हाम्रो पार्टीको सदस्यता लिनुहोस् प्रवक्ताको जिम्मेवारी दिन्छु तपाईँलाई ल त्यसो भए त पाए आउँदा चुनावमा गृह मन्त्री फुल पावरसँग अहिलेको के यस्तो त मान्दैनन् मैले नथाहा पाएको हो र हलदारले त मान्दैन हजुरको कुरा अरूले के मान्नु त्यो भन्दा राजीनामा दिनुहोस् हिँड्नु ल ल ल निर्वाचन आयोगमा जाऊ तपाईँ उतै पार्टी दर्ता गर्नुपर्छ